हाम्रो सामान लोड गर्ने तरिका चाहिँ यस्तो छ। अनि आज चाहिँ हाम्रो धेरै दिन पछाडि छिट्टै छुट्टी भएको थियो। आज चाहिँ हामी यता पहाडतिर आएको थियौँ, दानाबारीतिरको रुट थियो आज चाहिँ हाम्रो। अनि हामी चाहिँ अहिले यता डाँडाकाँडा हुँदै दानाबारी जाँदै थियौँ। अनि दानाबारी आएर पनि सामानहरू धेरै थिएन आज हाम्रो, झ्यापझुप सामानहरू झार्यौँ हामीले चाहिँ। धेरै दिन भइसकेको थियो छिटो छुट्टी नभएको। आज चाहिँ हाम्रो धेरै दिन पछाडि छिट्टै काम सकिएको छ। 2 बजीतिर चाहिँ हामीले सबै कामसाम सकेर यहाँबाट पनि फर्क्यौँ। हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आयो हजुरहरू चाहिँ सन्चै हुनुहुन्छ होला, अनि म पनि सन्चै छु। आज चाहिँ मङ्गलबार, आज चाहिँ हाम्रो दानाबारीको ट्रिप थियो। अनि हामी चाहिँ गोदाममा आएर सामान लोड गर्न थाल्यौँ। अनि हामी चाहिँ 3 जनै अब भर्खरको केटा छौँ नि त, त्यही भएर हामी चाहिँ कामहरू गर्दा चाहिँ एकदम छिटो तरिकाले गर्छौँ होइन। त्यो लस्याङलुसुङ गर्दिनौँ, एकदम फटाफट गर्छौँ। त्यही भएर हामीले चाहिँ कामहरू चाहिँ थोरै भएको बेला चाहिँ सिधै हाल्छौँ कि। अनि अहिले चाहिँ हामीले सामानहरू लोड गरेर पनि सक्न लागिसकेको छौँ। अब चाहिँ हामी ट्रिपमा निक्लिनेवाला छौँ। अनि आज झापामा मौसम पनि त्यस्तो गर्मी छैन, कोही बेला घाम लाग्दैछ, नत्र घामै लागेको थिएन। अनि यस्तो भयो भने चाहिँ काम गर्न पनि अल्छी लाग्दैन। अल्छी लाग्यो भने चाहिँ ढिलो हुने हो क्या, अल्छी लागेन भने त एकैछिनमा सिधै हालिन्छ। अनि आज चाहिँ हाम्रो सामान पनि काममा आइसक्दा लोडिङ हुन थाल्यो। अनि आज हाम्रो सामान पनि धेरै थिएन। अरू बेला चाहिँ उता सितलीसम्मको, उता पारीसम्मको हुन्थ्यो सामान। आज चाहिँ खासै छैन क्या, दानाबारीको मात्रै छ, शुक्रबारे बजारतिरको। अनि आज चाहिँ हाम्रो छिट्टै काम सकिन्छ भन्ने त हामीलाई थाहा भइसकेको छ। अनि अहिले चाहिँ हामी काममा निक्लेर पनि यता सुखानीतिर आइसकेको थियौँ। अनि यहाँनिर चाहिँ 2टा ट्रक, सेम ट्रकहरू जाँदै थियो क्या, एउटै कलरको होइन, दुइटै सेम थियो, एउटै साउको होला यो ट्रकहरू चाहिँ। अनि हामी चाहिँ यहाँबाट पनि अगाडि बढ्दै अगाडि निक्ल्यौँ यो ट्रकहरूलाई जितेर, किनकि उनीहरू धेरै लोड छ, हाम्रो गाडी खाली थियो। अनि उकालोमा उनीहरू कुदिराखेको थिएन। अनि आज चाहिँ हामीले खाजा पनि खाइएन, किनकि हाम्रो काम छिट्टै सकिनेवाला छ। अनि छिट्टै सकियो भने अब त्यो घरमै पुगिहालिन्छ खाजा खाने बेलामा होइन। त्यही भएर हामीले खाजा पनि खाइनौँ। फाइनली अहिले चाहिँ हामी शुक्रबारे गेटमा आइसकेको छौँ। अब चाहिँ हामी यहाँपट्टितिर बजारदेखि सुई सामान झार्न थाल्छौँ। सामान पनि धेरै छैन आज। अनि अरू बेला चाहिँ उता सितलीतिरको, माइपारीतिरको सामान हुन्थ्यो। आज चाहिँ हाम्रो त्यताको सामान पनि छैन, यहीँ बजारको मात्र छ। त्यो पनि 10वटा जति पसलको होला। अनि 2-3वटा पसलमा हाम्रो सामान धेरै झरिहाल्छ, 1-2वटामा थोरै झर्ने। अनि आज चाहिँ एकैछिनमा काम सक्नेवाला छौँ हामीले। हाम्रो अगाडि पनि एउटा निलो गाडी गइरहेको थियो, त्यो गाडी पनि यहीँ उति सामान झार्न आएको रहेछ। अनि त्यो गाडी चाहिँ हाम्रो अगाडि भएको कारणले उसले सामान झारुन्जेल चाहिँ हामीले पर्खेर बस्नु परिरहेको थियो, नत्र अझ छिटो काम सिद्धिन्थ्यो हाम्रो। अनि त्यही पनि हामीले चाहिँ उसले सामान झारेर गइसक्दा हाम्रो गाडी पार्किङ गर्दै सामान झार्दै हिँड्दै थियौँ। अनि अहिले चाहिँ हामीले आधाउधी सामान पनि झारिसकेको छौँ। अब यो पसलमा चाहिँ हाम्रो निकै सामान झर्नेवाला थियो। अनि हामीले आधी सामान त झारिसक्यौँ, अनि आधी चाहिँ माथि हाल्ने भन्नुभयो। त्यही भएर अब चाहिँ हामीले अरू रकको सामान चाहिँ माथि हाल्न आँटेको छौँ। अनि यतातिर चाहिँ अरू बेला चाहिँ निकै सामान हुन्थ्यो, साबुन लोडको सामान। आज चाहिँ त्यस्तो केही थिएन, चाउचाउहरू मात्र थियो क्या, बढी चाहिँ चाउचाउ, चुरोट, भोलाहरू त्यस्तै मात्र थियो, बिस्कुट सिस्कुट। अरू त्यस्तो हेभी सामान चाहिँ केही पनि थिएन। अनि हामीले फटाफट सामानहरू झार्न थाल्यौँ। अनि यहाँनिर चाहिँ प्रायः धेरै सामान हुन्छ क्या। अनि धेरै सामान भयो भने चाहिँ एकै ठाउँ धेरै सामान खाली भएपछि त गाडी खाली भइहाल्छ होइन। अनि यसरी धेरै सामान भएको बेलामा चाहिँ काम गरे जस्तो पनि लाग्दैन क्या, एकै ठाउँ गाडी खाली हुन्छ। अन्तको रुट हुँदा चाहिँ कोही बेला चाहिँ एकदम थोरै सामान झार्ने पसलहरू हुन्छ। अनि त्यस्तो भयो भने चाहिँ अलिक झ्याउ हुन्छ क्या, निक्ली चढ ओर्ली, यस्तो ओर्लिँदै चढ्दै गर्दा गलिसकिन्छ क्या। अनि कोही बेला चाहिँ एकदम झ्याउ लाग्छ, तर झ्याप सामान भएको बेला चाहिँ मजै आउँछ काम गर्न पनि। अनि अहिले चाहिँ हामीले यता सामानहरू दिँदै भित्र आइसकेको छौँ। अनि हाम्रो सामान पनि सकिन आँटेको छ। अब चाहिँ हामी लास्ट पसलतिर आइसकेको थियौँ। अनि हाम्रो चाहिँ पैसा पनि उठाउनु पर्ने थियो कुनै पसलमा। अनि ऋषि भाइ चाहिँ पैसा उठाउँदै थियो, अनि प्रतीक भाइ र म चाहिँ यता भित्रतिर आएर यहाँदेखिको सामानहरू पनि दिउँ। यो चाहिँ हाम्रो लास्ट पसल थियो। अनि अब चाहिँ हाम्रो काम सकिनेवाला छ। यहाँ सामान दिइसकेपछि चाहिँ हामी सिधै फर्किनेवाला छौँ यहाँदेखि। अनि अहिले चाहिँ 2 मात्र बज्दै थियो। अनि हामीले काम पनि सकेर फर्क्यौँ यहाँदेखि। अब चाहिँ हामी गोदाम गएर गाडी राखेर घर जान्छौँ। आज चाहिँ धेरै दिन भएको थियो कि छिटो छुट्टी नभएको, काम पनि त्यस्तो हुँदैन, तर पनि खै साउले यता र उता गरेर ढिला गरिदिनुहुन्थ्यो। अनि एकदम बोर पनि लाग्न थालिसकेको थियो। आज चाहिँ धेरै दिन पछाडि हाम्रो छिट्टै छुट्टी भयो। गाइस, आजको ब्लग चाहिँ यति नै। फेरि अर्को ब्लग लिएर आउनेछु। मेरो भिडियोहरू मन परेमा चाहिँ लाइक कमेन्ट गरिदिनु होला होइन। यति दुःख गरेर टाइम निकालेर भिडियो बनाउँछु, तर पनि लाइक कमेन्टै आउँदैन, भ्युजै जाँदैन, के भयो।